अज्ञानतिमिरान्धस्य ज्ञानाञ्जनशलाकया चक्षुरुन्मीलितं येन तस्मै श्रीसद्गुरवे नमः। साहेब बंदगी, साहेब बंदगी, साहेब बंदगी। सन्मार्ग दर्शन सुधासारबाट धर्मसार भन्ने विषयमा प्रस्तुत गर्दैछु। धर्मका चर्चा सबैले गर्ने, धारण नगर्ने, बिचरा धर्म के गर्न सक्थ्यो, धरेमा सुख हुने। शब्दले मात्र के गर्न सक्छ, नबुझे त्यो अर्थ। बुझेर मात्रै केही हुने हैन, धारणा जो गर्छ। यो शुद्ध धर्म शान्तिको पथ, स्वयं छ एक्लै। साधना गर्नु स्वयंमै जाग्नु, मंगल छ सकलै। सो धर्म जागे दुख सबै भागे, आनन्द भरपूर। खुलेर आँखो खुस्कँदा गाँठो, मन निर्मल हजुर। धर्म नै बन्धु हो हाम्रो साथी, सहायक सच्चा मित। धर्ममै प्रीत गरेर बसौं, बुझेर सच्चारी। नहाँस्नु सुखमा, नरुनु दुखमा, प्रारब्ध बुझेर। समता राखी विनम्र जागे, अब लौ गुनेर। अध्यात्म रस लौ चाख्नु पर्छ, चाखे यो कतिले। गोरख दत्त वशिष्ठ व्यास, सुर नर यतिले। हनुमान नारद शुकदेव सनक, सनातन सनन्दन। सनत कुमार अम्बरीश प्रहलाद, जनक राजा छन्। जो सच्चा दिलले साधना गर्छ, चाहे जुन मतमा होस्। परमानन्द उसलाई मिल्छ, भक्ति ज्ञान वैराग जोस्। तीनै कुरा बन्धन पुरा, राग द्वेष अभिमान। त्यस्तै तिनले बन्धन खुल्ने, वैराग्य भक्ति ज्ञान। के रोग लाग्यो थाहा नै नभई, के गर्नु औषधि। कसरी मिट्छ असाध्य रोग, नजानी लौ विधि। कुन दुःख भन्ने थाहा नै नभई, कसरी मेटाउनु। दुःख तो मेट्ने कसरी बरा, के मुक्ति भेट्टाउनु। तृष्णाको जरो उखेल्नु लरो, अनसक्ता लौ बनी।
असाध्य रोगको औषधि यही छ, मेटिन्छ दुःख नि। देख्नु आफै लौ आफूलाई, सम्झनु आफ्नै आप, नजानी आफ्नो स्वरूप कन मिट्दैन भवता। जाग न जाग हे नर नारी, शुद्ध यो ज्ञान बोध। राग र द्वेष मनमा नराख, हुनेछ दुख्ने से। रहला जबसम्म मनमा राग, रहला मनमा द्वेष, मेटिन्न तब तक भवको दुःख, मेटिन्न मनको क्लेश। मनका कर्म सुधार्नु पहिले, मनै छ प्रधान। बन्धनमा पार्ने छुटकारा दिने, यही हो कारण। भुलेका जीव हे हरे शिव, मनकै सुख खोज्छन्। मनको रञ्जन सुख ती ठान्छन्, यस्तै मन रोज्दछन्। भुलेर पनि उही बाटो भनी, दङ्ग छन् यी जीव। आचार्ने छैन विचार्ने छैन, के गरून् लौ शिव। ध्यान गर्ने भन्छन् क्यासेट बजाई, डिस्कोमा नाच्दछन्। केही पाउनु छैन जान्नु न तान्नु, हलल हाँस्दछन्। विपरीत घटमा सम्बन्ध गाँसी, ताल स्वर मिलाउने। हाम्रो नि बाटो हजुरकै जस्तो हो, मुक्ति दिलाउने। भनेर रमाई ब्रह्म त समाई, ती वैरो लागेका। ज्ञान वैराग बिना त्यो मुक्ति दिने, मायाले ठगेका। विषय मद पिएर लट्ठ भएका जीवलाई, मदमाथि मद पिएर होस सबको लौण्डाई। उडेर होस छैन केही जोस, पुरुषार्थ गर्ने। भोगी र योगी एकै हो भनी, ती दङ्ग परने। के त्याग्नु पर्ने के पाल्नु पर्ने, थाहा नै हुँदैन। लतादत बानी के गर्छ हानि, थाहा नै भएन। अन्तिम यो चोला होस गर्नु होला, ढोकैमा आइयाछ। नपसे भित्र फेर सुरु हुन्छ, 84 धाइया छ। यस्ता यी कुरा नजानी पुरा, हाई हाईमा दिन काट्ने। कर्मका फलले मायाका छलले, कहाँको कहाँ फाल्ने। धर्म नै सबको ईश्वर हो बुझौं, धर्म नै हुने नाथ। निर्भय भई शान्ति हात लाउने, जसको छ धर्म साथ। राग समानको रोग छैन अर्को, द्वेष समानको दोष। मोह समानको मूर्खता छैन, धर्मले आउँछ होस। धर्म धर्म सबैले भन्छन्, नजान्ने धर्म कोही। धर्मका बोक्रा छुट्याइ लिने, संसारमा बिरलै। धर्मका बोक्रा ज्ञानबाट फोस्रा, संसारै रुचाउने। जीवको बन्धन अज्ञानी भुल्छन्, मायाले झुक्क्याउने।
मानिसको भित्र छ एउटा भ्रम, देवता मर्दैनन् भनेर आज प्रतिमा थापी ती पूजा गर्दैछन्। नमर्ने एउटा आत्मा हो देवता छ सबका साथमा, गुणधर्म स्वभाव लक्षण जानौ मिल्ने छन् पासमा। अदृश्य शक्ति भन्दछन् भने वायु नि अदृश्य, गुणधर्म शक्ति वायुमा हेर्नु छ उसको प्रत्यक्ष। त्यस्तै अग्नि जल र पृथ्वी गुणधर्म सहितका प्रत्यक्ष देवता यी हुन् नि तर चेतना रहितका। मानिसभित्र नदेख्ने चित्र दानव र देवता, गुणधर्म स्वभावबाटै ती देख्ने प्रत्यक्ष अवता। गुणधर्म स्वभाव हेरेर अब देवता छुट्याउनु, हाडछाला पत्थर छोडेर अब गुणलाई पूजनु। ईश्वरको वास रहने खासा हो अन्तःकरण, मन चित्त बुद्धि अहंकार मिली छेक्दछन् हेरन। स्वाध्याय चिन्तन गरेर सत्संग कसमली शोध, पढाउन शास्त्र विवेकका साथ पाइन्छ सत्बोध। साहेब बन्दगी, साहेब बन्दगी, साहेब बन्दगी।